हेलो हेलो नमस्ते नमस्ते। सबैजनालाई हाम्रो अर्को नयाँ एपिसोडमा 40 कटेछि ल रमाउला। किन तपाईँले यहाँ अ, किन यसरी स्वर त सुरिलो होइन धुरिलो छ होइन। अनि बिचमा तर चाहिँ किन गीत गाउनु भएको होइन त रमाउन त सधैँ रमाएरै बाँच्नु पऱ्यो, हाँसेरै बाँच्नु पऱ्यो नि त। उम्, उम्, अनि हाम्रो जुन खालको एज छ, उम्, हामी पनि त 40 कट्यौँ होइन। उम्, अनि प्राय गीत पनि 40 कटेपछि रमाउला भनिरहेको हुन्छ। उम्, 40 भन्दा अगाडि चाहिँ पढ्ने, आफ्नो पढाइ पुरा गर्ने, करियरमा फोकस गर्ने, फ्यामिली बनाउने भन्ने हुन्छ। उम्, अब यो एज भनेको चाहिँ पढाइ सकिसकेका छ, उम्, एउटा रेगुलर इन्कमको केही न केही आय स्रोत बनिसकेको हुन्छ मान्छेको, व्यापार होस् जब होस् जे भए पनि एउटा रेगुलर सोर्स हुन्छ। एउटा लेभलको फ्यामिली बनिसकेको हुन्छ, उम्। बिहा भइसक्यो होला, एक दुईजना छोराछोरी भएर एउटा करियर। भनेपछि आजको हाम्रो विषय चाहिँ 40 पछिका कुरा होइन आजको मेन विषय चाहिँ 40 कटेपछि रमाउला भन्नेलाई चाहिँ कसरी रमाउन सकिन्छ त। अझ मान्छेलाई त मान्छेले हेर्दा त 40 कोटी झन् व्यवहारले थिच्छ, ठिक छ यस्तो यो त हुन्छ, मिडल एज क्राइसिस भन्छन् नि मिडल त एज क्राइसिस भन्छ। उम्, मान्छेलाई अझ मैले केही गर्न सकिनँ अथवा आफू को हुँ के हुँ भन्ने उम्, यो अहिले त धेरै खालको क्वेसनहरू आइरहेको छ, आइडेन्टिटी क्राइसिसहरूको कुराहरू आइरहेको उम्, छ। अनि यो बेलामा पनि मान्छेले ह्याप्पी वेमा कसरी जान सकिन्छ, उम्, गौतम बुद्धले भनेको एउटा भनाइ मलाई ठ्याक्कै सम्झना आयो र मैले के बुझेँ भने गौतम बुद्धले के भन्नुभएको थियो भने मैले यत्रो वर्ष तपस्या गरेर यत्रो ज्ञान प्राप्त गरिसकेपछि मलाई के ज्ञान भयो थाहा भयो भने जुन हाम्रो गृहस्थ लाइफ चाहिँ एकदम सुन्दर र राम्रो लाइफ हो। गृहस्थ लाइफमा जुन आफ्नो काम कर्तव्य गर्दै नै उम्, हामीले चाहिँ अरू पनि ज्ञानहरू, अरू ध्यानहरू, हरेक कुराहरू चाहिँ शान्तसँग गर्न सकिन्छ, ह्याप्पी भएर बाँच्न सकिन्छ भन्ने कुरा गर्नुभयो। उम्, अब अहिले यो मोडर्न जमाना छ, यसलाई उम्, वैश्य युग पनि भनिन्छ, उम्, पैसाको युग भनिन्छ होइन। उम्, यो युगमा पनि हामी आजको भागदौड जिन्दगीमा अहिले त अझ एआईको जिन्दगी भनिरहन्छ, एआईको लाइफ भनिन्छ। उम्, यो टाइममा कसरी हामी ह्याप्पी भएर बाँच्ने त, आफ्टर उम्, 40 उम्, 40 पछि कसरी रमाउने त उम्, भन्ने विषयमा फोकस छ। यो कुनै कतै प्रवचन केही होइन, हामीले बार बार भनेका छौँ, हामीले आफूलाई एप्लाई गरेको। आफू यो एजमा इन्टर गरेको भएर चाहिँ अब अहिलेसम्म हामीले भोगेका कुराहरूलाई चाहिँ हामीले मनन गर्दा अबको 40 पछिको हाम्रो एजलाई चाहिँ कसरी खुसी साथ लान सकिन्छ भन्ने कुरा तपाईँको हो उम्, अनि यसमा चाहिँ केही कुराहरू, कुनै पनि कुराको एउटा फर्मुला त होला, केही उम्, कुराको एउटा नियम होला। नियम बिना त संसार चल्दैन, उम्, संसारको पनि एउटा नियम छ भने यो उमेरको अथवा यो हाम्रो जिन्दगीको पनि केही त नियम त होला नि त। मैले आफूले भोगेका गरेका र बुझेका कुराहरूलाई चाहिँ केही कुराहरू बुझेको छु, केही कुराहरू तिमीले बुझ्या होला, त्यही कुराहरू हामी आफ्नो साथीभाइलाई चाहिँ सेयर गरौँ भनेर उम्। यो हामीले हाम्रो भिडियो फेसबुक अथवा युट्युबबाट चाहिँ प्रसारण गर्नको लागि रेकर्ड गरिरहेछौँ। ल म अब तपाईँलाई त्यसो भए 40 पछि रमौला भनेर गीत गाउनुभयो होइन त्यो गर्नलाई पनि त के पोइन्टहरू होला नि त कुनै सामान्य यस्तो यस्तो चिजहरू फलो गर्न सकिएको खण्डमा होइन चाहिँ अलिकति इजिली लान सकिन्छ भन्ने चाहिँ के लाग्छ तपाईँलाई के छ अब यस्तो बेलामा जसुकै जेसुकै अर्थी उपदेशका कुरा गऱ्यो भने खान लाउन सारा कुरा व्यवहार गर्न त पैसा चाहिन्छ। उम्, मैले भनिसकेँ कि यो एउटा यो एजमा एउटा रेगुलर इन्कमको त उम्, सोर्स बनिसकेको हुन्छ, जे जे गरे पनि अपवाद बाहेक होइन। उम्, अब त्यस्तो बेलामा त्यो खर्च गर्ने बेलामा त आम्दानी हुनु पर्यो, उम्, अनि खर्च गर्न सकिन्छ। उम्, त्यही भएर त्यो खर्च र आम्दानीको चाहिँ रेकर्ड राख्ने, हरेक दिन ट्र्याक गर्ने ट्र्याक गर्ने, खर्च र आम्दानीको ट्र्याक गर्ने। उम्, जसरी आजको दिनमा ब्याङ्कहरूमा हरेक कुरा ट्र्याक गरेर आफ्नो प्रफिट कसरी म्याक्सिमाइजेसन उम्, गर्ने भनेर चाहिँ ब्याङ्कहरू आज प्रगति गरिरहेछन्। हामी पनि एउटा लाइफको एउटा ब्याङ्क त हो नि होइन। उम्, हाम्रो पनि पैसा वालेटमा आउँछ कतैबाट, त्यो पैसा कसरी खर्च उम्, गर्ने त्यो चाहिँ हामीले गर्नु उम्, पर्यो। त्यसलाई चाहिँ आम्दानी र खर्चको ट्र्याक गर्ने। उम्, मेरो खर्च केमा भइरहेछ, अब खर्च यदि बढी छ भने ब्यालेन्स गर्नु पर्यो, गर घटाउनु पर्यो उम्। र त्यसरी नै अगाडि। भनेको फाइनेन्सियल फ्रिडम भयो भने पनि तपाईँको त्यो त्यसको सार चाहिँ एउटा राम्रो इन्कम जेनेरेट गरेर त्यसको चाहिँ खर्च र आम्दानीको हिसाब किताब गरेर फाइनेन्सियल फ्रिडम भन्छ नि ए म यो लेभलमा छु भन्ने कुरा थाहा पायो भने पनि अलिकति त्यसले चाहिँ होइन अब फाइनेन्सियल फ्रिडम त फेरि अलिक फरक कुरा भयो। तर उम्, आज हाम्रो फोकसका कुरा मात्रै गर्नु पर्दाखेरि जे आम्दानी छ, अब उम्, फाइनेन्सियल फ्रिडम त कति भयो उम्, पुग्ने भन्ने होला उम्, होइन। उम्, एउटा लेभलको परिवार चल्ने खर्च त सबले चलाइरहेकै उम्, हुन्छ।
त्यो कुरालाई ट्र्याक गर्ने, नचाहिने खर्च छ कि आम्दानी पो घटी खर्च बढी छ कि एउटा हिन्दीको उखान छ नि आम्दानी अठन्नी खर्च रुपैयाँ पो भइरहेछ कि त्यो कुरालाई ट्र्याक गर्यो भने अनि अर्को पोइन्ट हामी खुसी हुन सक्छौँ। एउटा कुरा नम्बर 1 पोइन्ट। अर्को भनेको चाहिँ के हुन्छ भने परिवार भन्दा ठुलो साथी कोही हुँदैन। परिवारलाई चाहिँ आफ्नो परिवारलाई चाहिँ साथी बनाउने, परिवारमा बाउ आमा छोराछोरी श्रीमान श्रीमती प्राय एउटा आजको दिनमा न्युक्लियर फ्यामिली अथवा सानो एक्सटेन्डेड फ्यामिली हुन्छ। त्यो फ्यामिलीमा परिवारभन्दा ठुलो कुरा केही हुँदैन र परिवारलाई चाहिँ साथी बनाउने। अनि परिवारलाई साथी बनाउन चाहिँ 2-3टा कुराहरू मैले भोगेका गरेका कुराहरू चाहिँ यहाँ भन्छु। के हुन्छ त परिवारलाई साथी बनाउनलाई भन्दा सानातिना मिसअन्डरस्ट्यान्डिङ आयो भने त्यसलाई तुरन्त क्लियर गर्ने, बढ्न नदिने, त्यो पनि एउटा आफू मन हल्का हुने रमाउने वातावरण बन्छ। दोस्रो कुरा त्यसको बिचमा एउटा आत्मीयता बढाउनलाई के गर्न सकिन्छ त भन्दाखेरि कमसेकम भागदौडको जिन्दगी जतिसुकै व्यस्त जिन्दगी भए पनि एक छाक बिहान या बेलुका कुनै एक छाक चाहिँ परिवार सबैजना सँगै बसेर खाना खाने त्यो बानी छैन भने गर्ने। कतिपयको त बानी होला, त्यो राम्रो कुरा हो हैन। अर्को कुरा भनेको चाहिँ सानो सानो कुरा सकिन्छ भने हैन, कतिको त बाध्यता पनि हुन्छ नि त। त्यो मैले भने सुरुमै भने अपवाद भएका अपवाद भए। अनि साना साना कुरामा कम्प्लिमेन्ट गर्ने। यहाँ हामी विदेशमा छौँ, विदेशमा सानो सानो कुरामा सरी भनेका छन्, ओ थ्याङ्क यू भनेका छन्, आई लभ यू भनेका छन्। त्यो कुराहरू भनेको साधारण कुरा सुनिन्छ तर त्यसले धेरै ठुलो रोल प्ले गर्छ। त्यही भएर आफ्नो सानो मिस्टेक छ भने सरी भन्ने नहिचकिचाउने। कुनै कुरा कसैले राम्रो गरेको छ भने कम्प्लिमेन्ट दिने, थ्याङ्क यू भन्ने र आई लभ यू भन्नलाई चाहिँ कुनै गाह्रो कुरा छैन। म तिमीलाई माया गर्छु भन्नलाई जसरी नेपालीमा अलि अप्ठ्यारो लाग्ला इंग्लिशमै भनेको मतलब परिवारमा बुवा आमाले छोराछोरीलाई, छोराछोरीले बुवा आमालाई या प्यारेन्ट्सलाई दाजुभाइ दिदीबहिनी त्यस्तो कुराहरूमा चाहिँ त्यस्तो गर्नु पर्यो भन्नु खोजेँ। अनि त्यो कम्प्लिमेन्ट गर्ने। अनि अर्को कुरा भनेको चाहिँ कस्तो भने आज हामी प्रायः जसो सोसियल मिडियामा अथवा जहाँ पनि के सुनिरहेको हुन्छ बच्चीहरू चाहिँ मोबाइल चलाएर बिग्रिए भनिन्छ। के हामी चाहिँ सप्रेको छौँ त? हामी 40+ को मान्छेहरू हामी पनि त घरमा आउने बित्तिकै मोबाइलमै हात हुन्छ। अनि बच्चा बच्चीको लागि पनि मोबाइलमै चलाइरहेको हुन्छ। उनीहरूलाई नचलायो भने हामी चाहिँ चलाइरहने। त्यही भएर घर आएपछि एउटा टाइम पिरियड फ्यामिलीलाई दिने टाइम पिरियडमा चाहिँ मोबाइल हामी पनि नचलाउने, त्यो पनि राम्रो कुरा हो। त्यो आफू नचलाएपछि आफूबाट सिक्ने न बच्चा बच्चीले। त्यही भएर मोबाइल नचलाउने। अरू तिम्रो पोइन्ट? अरू भनेको चाहिँ अब त्यही हो, फ्यामिलीलाई टाइम दिने हैन। अब सबैजना सँगै हुनुहुन्छ भने हैन, अब कतिको त बाध्यताले सँगै नभएको पनि त हुनसक्छ नि त। तर यदि तपाईँहरू सबैजना परिवार सँगै हुनुहुन्छ भने चाहिँ त्यसलाई चाहिँ एकदम प्रिसियस बनाउने के मोमेन्टहरू भनेको कतै घुम्न जाने या हुन्छ नि अब हप्ताभरि काम गरिन्छ, एक दिन छुट्टीको दिन र सानै भनौँ न भए पनि ग्यादरिङ गर्ने हुन्छ नि, त्यो कुराहरूले पनि अलिकति राम्रो नै गर्छ जस्तो लाग्छ मलाई। मैले तिमीले भनेकै कुरामा एड गरेर सानो सानो भ्याकेसनहरू फुल फ्यामिली प्लान गर्ने के। अब एकदम खर्चिलो एकदम विदेशै जानुपर्छ भने चाहिँ हाम्रो नेपाल पनि यति रमणीय ठाउँहरू छ अथवा आफू जहाँ बसेको छ जुन ठाउँ बसेको छ सानो सानो पिकनिक जस्तो आफ्नो फ्यामिली मात्रै टक्क जाने, त्यसले गर्दा अझ आत्मीयता बढ्छ हैन। अनि फ्यामिलीले एकअर्कालाई साथ सहयोग गरे जस्तो नि हुन्छ, माया बढेको जस्तो पनि हुन्छ। त्यसले गर्दा सानो सानो फ्यामिली भ्याकेसन गर्ने। र अर्को अझ म त यसमा अर्को कुरा पनि के जोड्छु भने हामी अझ 40 पछि रमाउला भन्ने टपिकमा कुरा गरिरह भएर हामी त्यही एजको भएको हुनाले श्रीमान श्रीमती त्यही एजको हुन्छ, प्रायः 1-2 वर्ष तलमाथि होला हैन। अनि कहिलेकाहीँ डिनरको रूपमा बुढाबुढी मात्रै निस्किने हैन, त्यो जो एउटा आत्मीयता, त्यो एउटा जेस्चर भन्छ नि, जे कुरालाई अलि बढी माझ्नुपर्छ मस्काउनुपर्छ त्यसबाट अझ चमक ल्याउनको लागि भने जस्तो सम्बन्धलाई पनि बेला बेलामा त्यो गरिराख्नुपर्छ हैन। अब 40 कटेको मान्छेले केही भने 8-10 वर्ष बिताइसकेको हुन्छ, लभ परेरै लभ म्यारिजै भएको भए पनि पहिला जस्तो छैन भन्ने गुनासो सुनिन्छ हैन। लभ पर्दाखेरिको जस्तो त्यो किन छैन भने त्यो खालको कन्ट्रिब्युसनको कमी भयो क्या हैन। त्यो भएर मान्छेको माइन्ड हो डाइभर्ट भइरहेको हुन्छ। त्यही भएर त्यो एटेन्सनको लागि भए पनि बुढाबुढीको पनि एउटा कहिलेकाहीँ डिनरको लागि बुढाबुढी मात्रै निस्किने, कहिलेकाहीँ वान नाइट स्ट्यान्ड जस्तो कतै नजिकै सानो ठाउँमा जाने, एकअर्काको बिचमा आत्मीयता बढाउने। अनि अर्को मलाई लागेको कुरा चाहिँ नि के भने अब जस्तो अब 40 को उमेरमा आइसक्दा त अलिकति जिम्मेवारी पनि थपेको हुन्छ, हामीमा मेच्युरिटीपन पनि आइसकेको हुन्छ हैन। अनि त्यो कारणले गर्दाखेरि के अरे मान्छेलाई
जिम्मेवारी बढ्दै गएपछि एउटा मानसिक तनाव पनि त हुन्छ नि त। त्यसलाई पनि त कम गर्दै चाहिँ लानु पर्यो नि त हैन? अति राम्रो त्यसको लागि चाहिँ के गर्न अति सकिन्छ? राम्रो पोइन्ट निकाल्यौ होइन। उम्, खास कुरा के हो भने मान्छे जति नै सुकै पैसा भए पनि जतिसुकै कुराले भरिपूर्ण भए उम्, पनि स्वास्थ्यभन्दा ठुलो कुरा केही छैन। केही पनि छैन। अरू बेलामा 10वटा कुराको बारेमा सोच्न सकिन्छ, तर स्वास्थ्य बिग्रिएपछि एउटा मात्रै कुरा सोचिन्छ, स्वास्थ्य बनोस् भन्ने। त्यही भएर त्यसलाई स्वास्थ्यलाई चाहिँ एकदम विचार गर्नु जरुरी छ। स्वास्थ्य भन्नासाथ दुई किसिमको स्वास्थ्य हुन्छ, एउटा शारीरिक स्वास्थ्य, एउटा मानसिक स्वास्थ्य। शारीरिक स्वास्थ्यको लागि चाहिँ हामीले खानपान होइन खानपान एकदम आफूलाई सकेसम्म हेल्दी खाना, घरमै खाना अथवा बाहिर खायो भने राम्रो हेल्दी खाना, आफ्नो आफूलाई सुट के गर्ने सुट खाना, गर्छ त्यही त्यो खाना खाने र रेगुलर चेकअप 6 पनि 6 गर्नु महिना होस् या अब कति महिनामा आफूलाई कम्फर्टेबल हुन्छ रेगुलर चेकअपमा जाने। त्यो भयो भने के भने रोग लागेपछि ऐया आथा भन्दै मात्रै जानुपर्ने जरुरी छैन। एउटा रेगुलर चेकअपमा चाहिँ जाने बानी र कमसेकम 24 घण्टाको जिन्दगी हो। 6-7 घण्टा सुतिन्छ, 8 घण्टा काम गरिन्छ, बाँकी अझ बाँकी कति भयो 14 घण्टा चाहिँ 10 घण्टा बाँकी छ। त्यो 10 घण्टा के गरेर बिताउँछ? 1 घण्टा आफूलाई शारीरिक व्यायाम अथवा एक्सर्साइज अथवा योगा केही गर्न त सकिन्छ जसलाई नि त। जे सजिलो सहज हुन्छ त्यसले चाहिँ 10-15 मिनट भए पनि दिनको योगा या ध्यान मेडिटेसन भन्ने कुराहरू त्यो चाहिँ मानसिक स्वास्थ्यमा पर्यो। मैले त्यही त। भनेको चाहिँ शारीरिक स्वास्थ्यको कुरा। अनि त्यस सँगसँगै 10 देखि 15 मिनट चाहिँ मानसिक स्वास्थ्यको लागि चाहिँ ध्यान चाहिँ एकदम जरुरी छ। अब ध्यानमा दुईटा कुरा आउँछ मेन कुरा। र सजिलो आजको दिनमा अब शिवले चाहिँ उत्पादन गरेको भनिन्छ ध्यानलाई होइन। अब त्यसमा 132 वटा कि कतिवटा छ, तर त्यो मध्ये एउटा मात्रै कुरा ब्रिदिङ, आफ्नो श्वास आउने र जाने हेर्ने र हमिङ गर्ने। हमिङ गरेर चाहिँ त्यो माइन्ड नै एकदम भाइब्रेट भएर हुन्छ। र त्यो हमिङले चाहिँ मेरो एकजना स्वामी हुनुहुन्छ, उहाँले पनि सिकाउनु भएको र मेरो घरमै एकजना गुरु हुनुहुन्छ, मेरो आफ्नै मम्मी। उहाँ चाहिँ कति वर्षदेखि ध्यानमा हुनुहुन्छ होइन। अनि उहाँले राजयोग ध्यानमा हुनुहुन्छ उहाँ चाहिँ। अनि राजयोग ध्यानमा उहाँ बिहान बेलुका ध्यान गर्नुहुन्छ। उहाँले सिकाउँदा सिकाउँदा हामी पनि अलिअलि ध्यान गर्ने भएको छौँ र त्यो चाहिँ एकदम इम्पोर्टेन्ट छ होइन। अनि भनेपछि यी की पोइन्टहरूलाई आफ्नो लाइफमा होइन फलो गर्न सक्यो भने चाहिँ 40लाई जुन भनिन्छ ओहो 40 वर्ष लाग्यो अब त आधा लाइफ सकियो भनेर जुन मान्छेलाई मिड लाइफ क्राइसिसले थिचेको हुन्छ नि, त्यस्तो आत्तिनु पर्ने चाहिँ हुँदैन। झन् यो लाइफ भनेको त 40 वर्ष पछाडिका जीवनहरूलाई त अझ कसरी राम्रो गर्न सकिन्छ भने त धेरै कुराहरू रहेछ नि त है। त्यही त। अनि लास्टमा म दुईटा कुरा पोइन्ट थप्छु। एउटा पोइन्ट भनेको चाहिँ हाम्रो एज भनेको अलिकति म्याच्योर्ड एज पनि त हो नि होइन। अनि कतिपय कुराहरू सबै अहिले संसारमा सबैले सबै कुरा चित्त बुझ्छ भन्ने जरुरी छैन क्या। त्यही भएर म यसलाई कसरी फर्मुलाबाट उ गराउन चाहन्छु भने केलाई छोड्ने केलाई समाउने चाहिँ त्यो आफूले विचार गर्ने क्या। अब को आफ्नो को पराई पनि चिन्ने। मेरो मानसिक नेगेटिभिटी चाहिँ बढ्ने तत्त्वहरू छ भने त्यसलाई छोडिदिँदा केही फरक परेन। र हरेक कुरामा कमेन्ट गर्दै अरूलाई डोमिनेट गरेर तल देखाएरै कुरा गर्नुपर्छ अथवा आफू म अरूलाई बोलेर ठुलो पल्टेर जितेर आजसम्म सकिँदैन। त्यही भएर टेक इट इजी, इग्नोर गर्न सिक्नु पर्यो एउटा कुरा, र छोड्ने र समाउने थाहा पाउनु पर्यो। र आफू यो सबै कुराहरू सिम्पल कुराहरूलाई फलो गर्यो भने हामी लाइफमा 40 वर्ष पनि रमाउँदै हाँस्दै खेल्दै जान सकिन्छ। व्यवहार त सबको यस्तै हो, चलिरहन्छ भइरहन्छ। अब पैसा कमाउनु पर्यो, पैसा कमाउनलाई काम गर्नु पर्यो। व्यवहार भनेको परिवार हुन्छ नि, परिवारको आफ्नो कर्तव्य हुन्छ। त्यो गर्दै बुवा आमालाई माया गर्दै परिवारलाई साथ दिँदै अगाडि बढ्न सकिन्छ। अनि यसरी नै 40 कटेपछि नै रमाउन सकिन्छ। ल ठिक छ, राम्रो लाग्यो तपाईँले भने पोइन्टहरू हो। अझै पनि कति छुटेका छन् अब हामीले। अब यो अथाह नि समुद्र हो नि, यसमा सबै हुन्छ हैन। हामीले गरेका भोगेका कुराहरू मात्रै गरे हो। ल ठिक छ, राम्रो लाग्यो आजको यो कुरा पनि। सुन्ने दर्शकहरूलाई पनि कस्तो लागिरहेको छ भन्नु होला, तपाईँहरूका पनि सल्लाह सुझाव दिनु होला होइन। अब हामीले अघिल्लो हप्ता पनि गेम खेल्यौँ होइन। यसपालि पनि छ गेम है, हामीले यसो गर्ने कि भन्ने छ नि त। के छ चाहिँ हामीले एउटा नयाँ गेम, नयाँ त होइन मान्छेले देखिरहेको गरिरहेको हो, त्यसलाई हाम्रो तरिकाले गर्न खोजिरहेछ। त्यसमा चाहिँ विस्पर हेडफोन च्यालेन्ज भनेर चाहिँ हेडफोन विस्पर च्यालेन्ज। अनि हेडफोनमा गीत बज्छ लाउड भोइसमा, म केही भन्छु, त्यो कुरा आफूले चिन्नु पर्यो, बस त्यति हो। कतिचोटिसम्म चिन्न पाइन्छ, चिनाउने हो? म्याक्सिमम 3 देखि 4 चोटि। 4 चोटि सुरु कसले गर्ने? एज यु विश, लेडिज फर्स्ट। मैले गर्ने? ल तपाईसँग प्रश्न रेडी छ नि? मसँग हेडफोन छ यहाँ हैन। म्युजिक लगाउनु त।
ट्राई हेर्नु म्युजिक चाहिँ लाउड हुनु पर्यो यति नजिक छ तपाईँले बोलेको सुन्छु कि न हो ठुलो स्पिकर त्यो अलिकति अगाडि लिन अलिक ठुलो अझै भोल्युम ठुलो गर्नुपर्छ ल ल रेडी बजे कि ल म थिचिदिन्छु ल हैन ल म सुन्नु हैन हेर्न पाइदैन मैले प्रश्नहरू लिएर आएको छु हैन ए ल खै त गीत बजेन त ल म बजाइदिन्छु बज्यो ए बज्यो बज्यो त्यो त्यहाँ कानमा लाउड भोइस सुनिन्छ लाउड मैले सुनेको भोइस अलिक सानो गरेर हुन्छ सुनि धेरै ठुलो है त ल म प्रश्न सोध्छु हैन चोर्दै हिँड्ने चरो कान्ला मुनि झरो फेरि भन्नु त चोर्दै हिँड्ने चरो कान्ला मुनि झरो के स्वर साँच्चै फेरि एकचोटि बोल्नु त चोर्दै हिँड्ने चरो कान्ला मुनि झरो तीनचोटि स्वर त के गर्नु चोर्दै हिँड्ने चरो चोर पुरा सुन्नु चोर्दै हिँड्ने चरो कान्ला मुनि झरो आएन आएन ल अब चारचोटि अझै एउटा पाइन्छ चोर्दै हिँड्ने चरो कान्ला मुनि झरो चोर त चोर चोर हो होइन चोर हो चोर हो चोर त थाहा भएन हौ थाहा भएन ठुलो भयो यो यसो गर के भन्नुभयो चोर चोर मात्र भनेर सुन्छु चोर्दै हिँड्ने चरो कान्ला मुनि झरो त्यस्तो गाह्रो अनि कहाँ यस्तो अलिक सुनिरहेकै पनि अनि लिपसिङ गरेर थाहा पाउनेसम्मको हुनु पर्यो नि त ल म गर्छु ल गर्नु त यहीँबाट गर्दा हुन्छ त्यो अनै भइरहन्छ म यहाँ अन अफ गरिदिन्छु होइन यहाँ त्यो गीत हुन्छ केही फरक पर्दैन त्यो उ गर्दै हुन्छ हो ल त्यहाँ बजिरहन्छ यहाँ स्टप हान्ने क्या पज गर्ने भइहाल्यो सुन्नु भएको छ मैले भने छैन है ल मसँग पनि छ नि मकै भटमास खाऊ मकै भटमास खाऊ मेलापातमा जाउँ मेलापात जाउँ भयो त्योभन्दा अगाडि मकै भटमास खाऊ मेलापातमा जाउँ मकै भटमास खाऊ मेलापात जाउँ सुन्नु भयो ओके पढ्नु पर्यो नि लिपसिङ अनि अघि त लिपसिङ पढ्नु पर्यो नि किन गराएको त्यस्तो विधि अलिक बिस्तारै मिल्यो मिल्यो त्यो त्यो ठ्याक्क त्यो बेलामा त लिपसिङ पढ्ने हो कि ए ल ल ल अब मेरो भाइ तपाईँले धेरै गाह्रो मैले चाहिँ अब यो पनि सजिलै छ ल यो त एकदम सजिलो छ ल हजुरआमाले भनेको औँला भाँची गनेको फेरि भन्नु त हजुरआमाले भनेको औँला भाँची गनेको हजुरआमाले भनेको फेरि हजुरआमाले भनेको औँला भाँची गनेको ए हजुरआमाले भनेको औँला भाँची गनेको अनि त्यो लिपसिङ गर्नु ए मलाई खेल्न आयो नि त अघि चाहिँ म त्यो तपाईँको त्यो लिप्सको हेऱ्यो भने ठ्याक्कै थाहा हुँदो रहेछ धेरै क्लोज भएर पनि हो कि ल अब अर्को ल यहाँ उ गर्दा हुन्छ क्या ठिक छ के भइसक्यो ल यहाँ क्या यहाँ अलिक उता लगाएर गीत बज्यो होइन मेरो है जसको सिङ छैन उसकै नाम तिखे के रे अब पढिहाल्नुहुन्छ धेरै जसको सिङ छैन उसकै नाम तिखे त्यही हो जसको सिङ छैन उसकै नाम तिखे जसको सिङ छैन उसकै नाम तिखे जसको चित्त दुख्छ कतिवटा अब तीनचोटि भइसक्यो अब एकचोटि जसको सिङ छैन उसकै नाम तिखे जसको चित्त दुख्छ उसको मुख कालो के भने जसको सिङ छैन उसकै नाम तिखे जसको आएन ल भयो सक्यो
झन् कस्तो सजिलो क्या त्यो अगाडिको आएपछि आइहाल्छ जसको सिङ छैन उसकै नाम टिके त्यो त सुनेर तपाईँ अब आएन लिपसिङ हेर्छु भन्नुहुन्थ्यो त नि अघिको तपाईँको त्यो सानो थियो कि अरे भोल्युम ल अब ल ठुलो छ छ छ ठुलो ठुलो जाँगर न जाँगर तेरा पुर्खा बाँदर जागर छैन अनि भन्नु त जाँगर न साँगर तेरा पुर्खा बाँदर जागर न सागर अनि जाँगर न साँगर तेरा पुर्खा बाँदर जागर न सागर तेरो तेरो के जागर न सागर तीनचोटि भइदियो जाँगर न साँगर तेरा पुर्खा बाँदर जागर न सागर तेरो सम्म आयो त्यसपछि आएन जागर न सागर तेरा पुर्खा बाँदर जागर न सागर आएन के जागर न सागर तेरो सम्म जाँगर न साँगर तेरा पुर्खा बाँदर के भयो त्यस्तो पनि हुन्छ ल अब एउटा लास्ट छ है त ल त्यहाँ चलाउनै पर्दैन कि यहाँ पज र उ गरेपछि भइहाल्छ ल यहाँ बजे होइन सुने मै बोले सुने छैन ल अब यो लास्ट 40 कटेसी रमाउने होइन त अब बुझिहाल्नुहुन्छ 40 कटेसी रमाउने होइन त 40 कटेसी रमाउने होइन त 40 कटेसी रमाउला होइन 40 कटेसी रमाउने होइन त हो भने के भयो भने के 40 कटेसी रमाउने होइन त सुन्नु भयो होइन साँच्चै मैले सुनेको छैन ल मिल्यो यो नजिक भयो क्या यो गेम खेल्नलाई चाहिँ अलिकति टाढा अलिक हुनुपर्छ होला जस्तो लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो भन्नु होला है त यस्तै गरेर के गर्नु मन लाग्छ है रमाइलो मिल्यो मिल्यो ठिक छ ल ल अब यही हो 40 कटेपछि रमाउला हामी पनि 40 को एजमा छौँ यसरी नै रमाइलो गर्छौँ हाम्रो विकेन्ड गफ त्यसै भने होइन हामी हप्ताभरि काम गर्छौँ अनि विकेन्डमा खाना पकाउँछौँ खान्छौँ अनि यस्ता यस्तै कुराहरू गर्छौँ होइन अब समाजका कुरा घरका कुरा परिवारका कुरा मै पर्छ यस्ता कुराहरू पनि अब हरेक एजको आफ्नै महत्त्व छ 40 भनेको ठ्याक्क मिडल एज हो होइन अब हामीले भनेका कुराहरू तपाईँहरूलाई कतिको चित्त बुझ्यो यसमा अरू धेरैवटा पोइन्ट थप्न सकिएला धेरैवटा पोइन्ट सकिएला तर धेरै पोइन्टहरू भनेको यही पोइन्टको सब पोइन्टहरू हुन सक्ला होइन तर मेन मुख्य पोइन्ट चाहिँ यो सबभन्दा ठुलो कुरा पैसा हो दोस्रो कुरा हेल्थ हो होइन अनि तेस्रो कुरा प्रायोरिटी भनेर मैले नम्बर 1 पैसा भन्न खोजेँ होइन भने भन्दाखेरि आयो होइन मेन कुरा भनेको चाहिँ हेल्थ दोस्रो कुरा भनेको परिवार हेल्थ भएपछि परिवारलाई हामीले समय माया सब दिन सक्छौँ त्यो हेल्थ दोस्रो कुरा परिवार तेस्रो कुरा पैसा म्यानेज कसरी कुनलाई कसरी कतिखेर म्यानेज गर्ने भन्ने कुराहरू छ अनि अब बुवा आमालाई दिनु पर्यो रेस्पेक्ट दिनु पर्यो बच्चा बच्चालाई दिनु पर्यो माया दिनु पर्यो तपाईले फिजिकल हेल्थको कुरा गर्नु मेन्टल हेल्थ पनि हैन नि मेन्टल हेल्थका कुरा अब यस्तो बेलामा चाहिँ योग ध्यान अध्यात्म भन्ने कुराहरूलाई पनि त्यो विचार गरेर लान सक्यो भने चाहिँ अध्यात्मको विषयमा चाहिँ अलिकति 40 वर्षलाई मान्छेहरूले ओहो 40 वर्ष बितिसक्यो आधा उमेर गइसक्यो भनेर एउटा ट्याबुको रूप जस्तो भएको हुन्छ नि त तर त्यो नभइकन यसलाई पनि हामीले व्यवस्थित हिसाबले बाँकी जीवनलाई अझ सुमधुर हुँदै 40 पछि पनि रमाउन सकिन्छ है भन्ने कुरालाई चाहिँ अलिकति फोकस गरेर अब बुवा आमाको उमेर अनुसार हामीले बुवा आमालाई दिनुपर्ने रेस्पेक्ट बुवा आमासँग लिनुपर्ने मार्गनिर्देशन लिनु पर्यो बच्चाहरूलाई पनि सबै आफ्नो थोप पर्नु जरुरी छैन उनीहरूको डिसिजन सानातिना कुरा डिसिजन गरिदिने करियरको कुरा उनीहरूलाई ल तिमीलाई जे गर्नु मन लाग्छ राम्रो साथ दिने उनीहरूले चुज गरेको कुरालाई सपोर्ट गर्ने हो त्यस्तै गरेर गरे भने चाहिँ 40 पछि पनि फ्री पनि हुन सकिन्छ नि अहिले हाम्रो कुरा हो ल अब धेरै भयो ल अब इन्ड गर्नु ल अब हाम्रो यो हप्ताको एपिसोड यहीसम्म छ अब हाम्रो झन्डै 6 यो एपिसोड 6 हो अब यसमा चाहिँ हाम्रो त्यही हो 40 पछि कटेपछि रमाउलाको विषय थियो अब यस्तै कुरा भयो के कस्तो लाग्यो भन्नु होला अब हाम्रो फेसबुक पेज तिलक सत्याल र हाम्रो युट्युब पेजमा चाहिँ फलो गर्नु होला
मन लागेका कुराहरू हामीलाई पनि सल्लाह कमेन्ट सुझाव गर्नु दिनु होला होला। र मायाको आश राख्दै अहिलेलाई बिदा हुन्छौँ। नमस्कार। नमस्ते, बाई बाई।